Hello everyone, Namaste, Jharle. Welcome back to my channel. I hope मेरो फ्यामिलीहरु सबैजना सन्चै हुनुहुन्छ। अनि अहिले चाहिँ हामी यता भक्तपुरको दरबार स्क्वायर आएको छौं कि अनि वहाँदेखि आउनु चाहिँ कति धेरै टाइम लाग्यो भनेको त्यो जुलुस रहेछ के त्यो फाइनली हामी चाहिँ यता भक्तपुर आइसक्यौं के रे घरबाट त छिट्टै हिँडेको तर त्यहाँनिर चाहिँ अब नेपालमा पनि अब राजा भित्राउने भनेर त्यहाँ जुलुस रहेछ क्या अनि त्यही भएर जाममा पर्यो। अब यो जुलुस के रे जुलुसको भिडियो पनि थोरै राखिदिन्छु हजुर हेर्नु ल हेर्दिन भने के गर्नु मैले भिडियो हालिसकेको हुन्छु है। हेलो नमस्ते गर्दै सानो यता 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 हेर्नु न साना यता दाइ दिदी छ कि यता नमस्ते अघि के खाएको आम्मै अङ्गुर हेर भएभरको मुखमा हाल्छ अनि है हेर्नु न रस चुवाको अझै माग्दै अभि यसो रुमाल यहाँ रहेको छ यो पान्तले मन्दिर हजुर हिँड्नु पो पर्छ त नि बोक भनेर हुन्छ रिसा सो साथीहरु तपाईहरुले नि मन्दिरको भिडियो त हेरिसक्नुभयो होला है अनि हामीहरु चाहिँ यता काठमाडौँ बसेको लगभग 4-5 वर्ष भइसक्यो कि अनि हामी यता भक्तपुर चाहिँ आकै थिएन के अनि आज चाहिँ अनि जाउँ भनेर आको यस्तो घाम लाग्यो चर्को न चर्को अस्ति पानी परेको देख्यो हो क्यारे यसरी घाम टल्किन थाल्यो मान्छेको जातलाई जे गर्दा नि हुँदैन पानी पर्दा नि पानी पर्यो घाम लाग्दा पनि घाम लाग्यो भने है जोस राम्रो रहेछ तपाईहरु पनि कतिजना त आइसक्नु भयो होला है त्यही भएर मैले बाहिर मात्र सरर मात्र देखाइदिएँ मन्दिर। सो साथीहरु अहिले चाहिँ हामी अब यतातिर घर जान लागेको अब यहाँबाट निस्केर अनि भित्र पनि गएको कि हामी चाहिँ टिकट काटेर तर त्यतातिर चाहिँ भिडियो बनाउन नदिने रहेछ अनि त्यही भएर हजुरहरुलाई देखाउन पाएन।
चाहिँ हामी पनि अब खाजासाजा खाएर अनि घर जानुपर्ने हुन्छ। कस्तो हुन्छ हौ रेल दुध हाल्नु। म भिडियो त अहिले पनि 12 मिनटदेखि मासतिरै बनाउन खोज्छु कि तर बनाउँदा बनाउँछु अनि बिच काट्दा के गर्दा गर्दै 10 मिनटभन्दा मुनिकै भिडियो हुन्छ। खाऊ तर हामीले उता काठमाडौँतिर जुजुधौ भनेर खाने त छुट्टै हुँदो रहेछ है। मिठो भक्तपुरै फर्स्ट टाइम आएको है। फर्स्ट टाइमै हो जुजुधौ खाएको पनि। यो चाहिँ हाम्रो फर्स्ट टाइम हो कि हो जुजुधौ खाएको। उता काठमाडौँतिर त जुजुधौ भन्यो तर यस्तो मिठो चाहिँ नहुने रहेछ। यस्तो पानी राखिबस्यो भने त चिसो भइबस्थ्यो होला हौ। अब गर्मीमा गाउँ चाहिँ लगिदिनु पर्ने हो बुढा। अघि चाहिँ मैले यो माटोको भाँडाहरू बनाउने खोजी हिँडेको थियो क्या। सबैले भिडियो बनाएर हाल्थ्यो नि त। अनि अहिले चाहिँ हामी यता अर्को बाटो गएछ। यता अर्को बाटो गयो भए चाहिँ देख्ने रहेछ। सो अहिले आउँदाखेरि चाहिँ देखेँ हामीले अनि भिडियो पनि गरेँ। चाहिँ हामी घरि नै जुजुधौ पनि खानु पाइयो बाटोमा। हेर म बाटोमा के खाजा खान्छु अनि घर जान्छु। छोरा चाहिँ बाउले बोकी हिँडे हा। यतिकै छोरा बोकेन भन्दा त्यतिकै कहाँ बक भन्नु पाउँछ त हैन। गजब बेइज्जती है। त्यस्तो गर्न सक्दैन हैन छ्या। थाहा छैन राजाले मैले चलाउनु बेलामा कस्तो गर्नु। अहिले पनि त्यस्तै गरिहाल्दैन होइन। यत्रो हुन्छ त केही गरेन झन् राजाले आएर के काम तुलौला नेपालीहरू चलाउने कामै नलाग्ने बुझ्दै बुझ्दै राजाले चाहिँ के गर्नु। साथीहरू अहिले चाहिँ हामी यता रुममा आइसक्यौँ। जाममा परेन कि अनि त्यही भएर छिट्टै आयौँ। अनि आजको हाम्रो दिन यसरी नै बित्यो। हजुरहरूले हेरिसक्नुभयो है। अनि यदि मेरो च्यानलमा हजुरहरू नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। बाई।